सबजना नमस्ते। आज चाहिँ हैन आइमीको आज पास्नी छ हैन अनि पार्टी छ। हामी चाहिँ रेडी हुँदैछौँ है। म चाहिँ अब रेडी हुन्छु हैन। मेरो छोरी चाहिँ रेडी भएको छ है। यता देखाउ सानो कस्तो देखेछ मेरो छोरीलाई। ल हेर्नुस् कस्तो राम्ररी देखेछ मेरो छोरीलाई हैन। ल कसले किन्दै यो ड्रेस? कसले किन्दै? वेट कसले किन्दै? यो कसले किन्? मामुले हैन नि ठुलमाहरूले किनिदिनु भएको ड्रेस राम्रो छ? कस्तो लाग्यो हजुरलाई? राम्रो लाग्यो। अनि आज के छ तिम्रो प्लान भन्नुहोस् त? आज कहाँ जानु लाग्यो तिमी? थाहा छ? पार्टीमा। अनि के गर्ने हो त्यो पार्टीमा गएर के गर्ने भन त? नवमीको पार्टीमा जाने रे एभलिन हैन। सो वी आर गेटिङ रेडी नाउ। अनि उसको मामा चाहिँ रेडी हुँदैछ। उसलाई 1 घन्टा लाग्छ। 1 घन्टा नि हैन 2 घन्टा लाग्छ। ल वेट रुनी हैन पखाए। मामा चाहिँ रेडी हुँदैछ यहाँ। रेडी भयो तिमी? आजको है यो चाहिँ मेरो आउटफिट हो आजको। भाइको यस्तो छ, एभनको यस्तो छ हैन। अब म यसमा बुट लाउने कि के लाउने भइरहेको छु, म कन्फ्युज भइरहेको छु है। ल हामी चाहिँ रेडी भयो। हाम्रो चाहिँ आउटफिट है। बुढीको चाहिँ यस्तो छ, भाइको त्यस्तो छ, मेरो चाहिँ यस्तो छ। घरबाट निस्क्यो हामी। यो चाहिँ मेरो आउटफिट। आऊ एभली। हामी चाहिँ अब खाना लिन जान्छौँ हामी ग्लासट्रप। खाना चाहिँ रेडी भइसकेको छ। अनि खाना लिएर हामी जान्छौँ। खाना चाहिँ क्याटरिङबाट अर्डर गरेको होइन नमी छोरीहरूले। ल हामी अब निस्किनु लाग्यो है। हामी निस्किनु लाग्यो। घरबाट निस्किनु लाग्यो। उगल गर न अगाडिको त्यस्तै अघि जस्तो हातले खिच न एकछिन। ल हामी घरबाट बाहिर निस्क्यौँ है। एभलिन हजुर पछाडि बस्नु भएको छ। दाइले ड्राइभिङ गरिरहनु भएको छ। हामी ठ्याक्कै यसैको के भन्छ यसलाई? चोक भन्छ दाइ? यसोको चोकतिर आइपुग्यौँ हामी। अब सिधै ग्रोस्टप जान्छौँ। अब हामी चाहिँ खाना लिने ठाउँमा आइपुग्नु लाग्यौँ होइन। अब कति टाइम लाग्छ दाइ? 2 मिनट 1 मिनट। एभलिन चाहिँ निदायो बाटोमा आउँदै बोस है। हजुर हेलो। हामीले चाहिँ जहिले पनि यताकोबाट खाना लान्छौँ होइन। 4 बज्यो ठ्याक्कै आधी घन्टा जस्तो बोलाएको थियो। ठिक्क भयो अलिकति ठिक्क हुन्छ। ठ्याक्क ग्लोस्टपबाट अलिकति भित्र पर्दो रहेछ। ठ्याक्क गयो खाना प्याक गर्यो अनि सिधै भेनुमा हामी चाहिँ लगभग ठ्याक्कै आइपुग्यौँ। अब बस ठ्याक्क गेट खोलिदिनुहुन्छ भनेर छ दाइले। ठ्याक्क सामान हाल्छौँ। खाना यहीँबाट अर्डर गर्नुभएको हो। ठ्याक्क सामान हाल्ने ह्यान्डसम भएर दाइले चस्मा लाएर गाडी चलाइरहनु भएको छ। के आवाज हो? ठ्याक्क हामी आइपुग्यौँ। भिड छ त। अब गेट खोलिदिनुहुन्छ होला अनि ठ्याक्क सामान हाल्छौँ अनि सिधै पार्टी भेन्यूमा हामी आइपुग्यौँ। अब सामान हाल्छौँ। दाइ निस्किनुहुन्छ होला यहाँबाट अनि ठ्याक्क
सामान हालेर अनि सिधै नवीन दाई भट्टामा जाने हो। गाडी तल जानुभएको छ अनि हामी यहाँबाट सामान प्याक गर्छौँ। सामानहरू सबै रेडी भइसकेको रहेछ, गाडीमा हाल्ने अनि जाने हो। खाना हाल्दैछौँ हामी है, खाना हाल्दैछौँ। अब जान्छौँ हामी, आधा घन्टा पुग्छौँ। सामान लिएर निस्किँदा हामी त्यो चाहिँ रोदोबर लेक हो है, राम्रो छ यो ठाउँ। रोडोबर कट्ट लाग्यो। अब सिन हेर्दै है। अब चाहिँ एभरदिन उठ्यो। हाई एभरदिन, के गर्दैछ मोबाइल हेरिरहेछ। लाइट मात्रै छ यार, झ्याउ लाग्छ यार। अब हामी ठ्याक्कै आइपुग्न लाग्यौँ। के भयो एभरदिन? एलबी आइपुग्यो, पहिला बस्ने ठाउँ होइन। यहाँ चाहिँ नयाँ पिच रहेछ, कति राम्रो। के भन्न चाहनुहुन्छ आफू पहिला बसेको ठाउँको बारेमा? पहिला बसेको ठाउँ हो होइन, ट्याक्कै आइपुग्यो। अब ठिकै छ। यहाँ पार्किङ चाहिँ यसो हेर है भाइले, सोध्नु पऱ्यो। अब सिवास खुल्यो है। खाना चाहिँ को हुनुहुन्छ? रमाइलो गरिरहनु भएको छ। गीतले केही पनि सुनिएन होइन। सबैजना बसिरहनु भएको छ। अब चाहिँ हाम्रो सेफले खाना निकाल्न लानु भएको छ है। दाना के हो? अचार हो, अचार, रोस्ट। अरू बिस्तारै बिस्तारै ओभनबाट निस्किँदैछ। Done. Sana. अनि आर्सेनलले एक गोल हानिसकेको छ।
अनुहार लुकाउनु पर्दैन त एभलिन हेलो हो र किन गरेको यस्तो एभलिन यी गर त तिम्रो दाँत देखाइदेऊ न एकचोटि छोती भएको हो तिमी हेलो Oh my goodness! हाम्रो सेफ लागि पर्नु भएको छ हाम्रो सेफ सर फेरि भ्लगिङमा सुरु हुनुभएको छ कस्तो छ दिदी केक बबाल छ Hi. Hello. Huh? Sunrise का view और sunset का view. पहिला यता खिच्छ माने हेलो सबैजना केक काट्नलाई तयारी गर्दै हुनुहुन्छ राइस फिडिङको
बोला जाने कृष्ण फोटो खिच्ने कि निकाल्ने चाहिँ मिल्दैन निकाल्यो भने 50 आउँछ अब पुरै निकाल्ने हो क्या होइन अझै बाँकी छ त अझै भर्खर पो दुई हानेको आशको भइरहेको होइन के हो रोक्यो हान्छ होला रोक्छ गोरेले नि त बिहार्नु हुन्छ नि कहिले कति आर्मीमा त बिहार्नु यो रोक्यो भने त जित्यो यसले चाहिँ ड्र भयो अब यो क्याप्टेन अब ड्र भयो क्या अहिले त सुनिदिनु गऱ्यो नि त्यसले गएर फटाफट भ्याट अनि यो चाहिँ बाहिर सबैजना सनसेटको भ्यू खिच्दै हुनुहुन्छ साह्रै राम्रो सनसेटको भ्यू देखिएको छ यहाँबाट र
सबैजना भ्लगरहरू हुनुहुन्छ यहाँ कस्तो बबाला है हो वाउ बबाला छ है तर फेरि मान्छेको अनुहार चाहिँ आउँदैन फेरि आयो मी सबैजना भ्लगरहरू हुनुहुन्छ हाम्रो खाना है हेलो कत्रो खाएको खाना भयो यहाँ बच्चाहरू खुवाउँदैछ के भयो खाना ल्याइदिने ए केटीहरू के खाएको आऊ किसी कारण त बाबालाई यो चाहिँ मेरो छोरी हो अनि एकदमै माया लाग्छ मलाई मेरो बुट्टुको टुक्रा हो अनि उसले एकदम भनेको मान्छ होइन हेर कति राम्रो छ मेरो छोरी है छोरी कति राम्रो छ है अनि भनेको मान्छे घर घर ब्रस गर्छ है किसी गरेर बेसरी किसी गर्ने अहिले पो बाबा भन आई आए आए भन सबैजनालाई ल बाई सबैजनालाई तिम्रो टाउको कता होला ल हाम्रो पार्टी पनि यहीँ सकियो होइन सबैजना अब कति बज्यो 11 बज्यो लास्टमा हो तिमी 11 बज्यो ओ आयो मी अहिलेसम्म नुनु गर्न पर्दैन तिमीलाई नुनु गर्नु पर्दैन नुनु नगर्नी केटी बोक्नी